आरसीबी फ्यान्स बरु मेरो कुरा सुनेर तपाईँले दुःख लाग्नेवाला छ, तर मेरो कुरामा अलिक फोकस गर्नु होला। बरु आरसीबीले यो म्याच धेरै इजिली जितिसकेछ अनि विराट कोहलीले आफ्नो सेन्चुरी पनि पुगाइहाल्नु भएछ, जुन कि धेरै राम्रो हो किनभने पिछलो सिजन एउटा पनि सेन्चुरी विराट कोहलीको ब्याटबाट आएको छैन। तर हाम्रो प्रब्लम अहिले पनि सल्भ भए छैन। यति म्याचबाट जुन हाम्रो ब्याटिङ कोल्याप्स भइरहेको थियो त्यो यो म्याचमा पनि भएछ। त्यो कन्टिन्यू नै छ, हाम्रो ब्याटिङ कोल्याप्स गरि नै रहेछ। हिजो मात्र आरसीबी जितिहाल्यो किनभने विराट कोहली एउटा एन्डबाट सम्हालेर इनिङ खेलिहाल्नु भयो। अनि यो कुरामा हामीले फोकस गर्नुपर्छ किनभने हाम्रो फिनिसर आउट अफ फर्ममा छ, हाम्रो क्याप्टेन आउट अफ फर्ममा अहिले चलिरहेछ। जेकब बेथललाई हिजो स्टार्ट राम्रो पायो तर उहाँ पनि आफ्नो इनिङले बढी ठुलो बिल्ड गर्न सक्नु भएन। फिल्सर अहिले इन्जर्ड नै हुनुहुन्छ अनि तपाईँ मात्र विराट कोहलीको भरमा सबै म्याच जित्न सक्नुहुन्न किनभने उहाँ पनि मात्र एङ्कर गर्नुहुन्छ कि हिटिङ गर्नुहुन्छ दुवैमा एक्लै गर्न सक्नुहुन्न। जसरी पन्जाबको प्रब्लम एक्सपोज भइहाल्यो थियो त्यो पन्जाबको नराम्रो बोलिङ, तर हाम्रो बोलिङ एकदम एक क्लास भइरहेछ। हिजो अलिक कुटाइ त खायो तर पनि बोलिङ धेरै दामी थियो हिजो। तर हाम्रो ब्याटिङ नराम्रो धेरै छ, ब्याटिङ अर्डर बार कोल्याप्स गरिरहेछ। यदि यसरी नै हाम्रो ब्याटिङ कोल्याप्स भइहाल्छ भने फाइनलमा हामीले धेरै गाह्रो हुन्छ। हजुरलाई के लागिरहेछ? दिनेश कार्तिकले यो सबै कुरामा अलिक फोकस गर्नुपर्छ कि नै?